कुन धर्मको हो, हामीले पिइरहेको पानी कुन जातको कुन धर्मको, हामीले लिइरहेको अक्सिजन कुन जातको कुन धर्मको। त्यस्तै परम ईश्वर जात र धर्मको हुनुहुन्न। जात र धर्म त मनुष्यले आफ्नो पाइपर्ने तरिकाले बनाउनु भयो होइन, आफूले कसरी पाइपर्छ होइन, कसरी चाहिँ आफ्नो फाइदा हुन्छ त्यसरी मनुष्यले बनाउनु भयो धर्म जातहरू विभाजन। तर परमात्माले हजुरको दृष्टिमा उदाहरणले 4वटा बच्चा छ, हजुरको लागि सबै बच्चा बराबर हो नि, त्यस्तै परमात्माले पनि सबलाई बराबर बनाउनु भयो, नर अनि नारी बनाउनु भयो। त्यसैले यसमा न कुनै जातको कुनै मतलब झुन्ड रहन्छ, यसमा न कुनै धर्मको झुन्ड छ, यसमा केही छैन। हिमाल पहाड तराई कोही छैन पराई, सबैलाई समेट्ने एकमात्र सच्चाइको अर्थ के, जस्तै फुलबारीमा जानुहोस् त हजुर बगैँचामा फुलको बारीमा जानुहोस्, एउटै मात्रै फुल फुल्या छ भने खासै राम्रो लाग्दैन। तर त्यहाँ जाँदाखेरि सबै खालको फुलहरू फुलेको छ भने होइन, त मालीले त सबै फुलको संरक्षण गर्छ नि त, सबै फुलको रक्षा गर्छ नि त। त्यस्तै हामीलाई रचनी मालिकले नि सबको रक्षा गर्नुभएको हुन्छ। त्यसैले उहाँलाई जातमा खोज्नु हुँदैन, उहाँलाई धर्ममा खोज्नु हुँदैन। पहिला धर्म होइन भन्ने अनि पछि चाहिँ कुनै एउटा धर्ममा लाने हो कि होइन, अनि यो भ्रम छरिरहेछ। सच्चाई केन्द्र नेपालले नाम मात्रै सच्चाई केन्द्र, तर धर्मको नाममा भ्रम छरिरहेछ भन्ने खालको चाहिँ मैले आफूले मार्केटमा स्वयं देखेको सुन्नमा आएको हुनाले म एउटा आकाङ्क्षी, म जस्तै धेरैजना आकाङ्क्षी हुन सक्नुहुन्छ, उहाँहरूलाई तपाईँले के भन्नुहुन्छ? भ्रम छर्ने भनेको कति दिन छर्ने कुरा हुन्छ। मैले पित्तललाई बजारमा सुन भनेर कति दिन हिँड्न सक्छु, कति दिन टिक्न सक्छु, किनकि रिजल्ट त छ नि त। अनि यो सच्चाइ भनेको यस्तो हो, पित्तलले त आफ्नो रूप फेरि पछि परिवर्तन गरेर देखाइहाल्छ होइन। त्यही भएर हामी न धर्म, अघि पनि मैले हजुरलाई कुरा खुलाइसकेको छु कि भ्रम छर्ने कुरा भनेको यस्तो हो कि कति दिन छर्ने भन्ने कुराले चाहिँ राख्छ कि, किनकि छेडीलाई त जे गरे पनि त हुन्छ त। मैले त पित्तललाई माथि सुनको लेपन लाएर बेच्दा पनि त हुन्छ नि, तर त्यसको रिजल्ट आएको दिन त त्यसले त आफ्नो रूप त देखाउँछ। त्यसैले यदि कसैले सच्चाइले भ्रम छर्यो भन्यो भने उहाँ बन्नुहोस् अनभिज्ञ हुनुहुन्छ। भ्रम छर्ने विषयमा लिएर हजुरले मात्र धेरैले उठाउनु पनि भयो र धेरै मानिसहरू स्टडी गर्न पनि आउनु भयो। यो के साँच्चै नै सच्चाइले भ्रम छरेकै हो त? तर होइन, सच्चाइभित्र सत्यता र यथार्थ छन्, सच्चाइभित्र मेलमिलाप छन्, सच्चाइभित्र धैर्यता छन्, सच्चाइभित्र अनुशासन छन्, सच्चाइभित्र मानवता छ। यो गलत रहेछ। जसले भ्रम छर्यो भने चाहिँ उहाँहरू चाहिँ भ्रमित हो, उहाँहरूको दृष्टि भ्रम छ, उहाँहरू गलत रहेछ भनेर अहिले सच्चाइ दिन 2 गुणा रात 4 गुणा बढ्नुको कारणै हामीले के गर्यौँ त, यथार्थलाई बाहिर ल्याइरहेका छौँ। सुविधा पुरा तपाईँको स्वदेशमा मात्रै होइन विदेशमा पनि अहिले सच्चाइका निन्द्रा पाइँदैन। पैसाले राम्रो ड्रेस पाइन्छ तर मनभित्र छैन।